नमस्ते, म युवराज पराजुली। आज तपाईहरुको माझमा मैले एउटा जुन हाम्रो देशको एउटा अहिलेको जुन प्रधानमन्त्री हुनुहुन्छ उहाँका जुन भनाइहरु बेला बेलामा सामाजिक सञ्जालहरुमा निकै चर्चामा रहने गरेका छन्। उहाँले देखाउनु भएका जुन सपनाहरु छन् यो भन्दा पहिला जति पनि प्रधानमन्त्री आउनुभयो उहाँहरुले देखाउनु भएका भन्दा केही पृथक छन्। त्यसैले अहिले नेपाली जनताहरुले उहाँबाट धेरै अपेक्षा गरेका छन्। राम्रो गर्छु भन्ने नेता आउनु भएको छ, उहाँलाई हामीले खुलेर एउटा सपोर्ट गर्नुपर्छ भन्ने मेरो विचार हो। कुनै एउटा पार्टीलाई भन्दा पनि कुनै राम्रो काम गर्ने व्यक्तिलाई चाहिँ खुलेर सपोर्ट गरौं, सहयोग गरौं भन्ने मेरो विचार। मैले गीत चाहिँ यहाँबाट सुरु गर्न चाहे। गीत सुनिसकेपछि लाइक, शेयर, कमेन्ट गर्नु होला, अरु साथीहरुलाई नि सुन्ने अवसर दिनु होला। हस् त मैले गीत चाहिँ सुरु गरे है त। तिम्रा फरक विचार धाराले मन पराए नेपाली साराले मिठो बोलीले के गर्न जस्तो छ केपी ओलीले विचार धाराले मन पराए नेपाली साराले मिठो बोलीले के गर्न जस्तो छ केपी ओलीले मिठो बोलीले के गर्न जस्तो छ केपी ओलीले तिम्रा कुरा जायज र मिठा छन् सक्दिनलाई नेपाली ठिटा छन् मिठो बोलीले के गर्ला जस्तो छ केपी ओलीले जायज र मिठा छन् सक्दिनलाई नेपाली ठिटा छन् मिठो बोलीले के गर्ला जस्तो छ केपी ओलीले मिठो बोलीले के गर्ला जस्तो छ केपी ओलीले घुम्ने मन छ नेपाल रेलैमा बुढीसँग बसेर झेलैमा मिठो बोलीले के गर्ला जस्तो छ केपी ओलीले नेपाल रेलैमा बुढीसँग बसेर झेलैमा मिठो बोलीले के गर्ला जस्तो छ केपी ओलीले मिठो बोलीले के गर्ला जस्तो छ केपी ओलीले राम्रो नेपाल हो हाम्रो बोलीको सबैले साथ दिउँ अब बोलीको मिठो बोलीले के गर्ला जस्तो छ केपी ओलीले हो हाम्रो बोलीको सबैले साथ दिउँ अब बोलीको मिठो बोलीले के गर्ला जस्तो छ केपी ओलीले मिठो बोलीले के गर्ला जस्तो छ केपी ओलीले। हस्त धन्यवाद।